बिहान बिहान उठेर टकटकाउँदैछु आफ्नो खाट। हिजो नै पुरी पकाएको थियौँ, आज चाहिँ खानामा पाक्छ हाम्रो भात। गजब। ड्युटीमा आएर म फिल्म देखिरहेको छु मिल्खा। किचन भित्र आएर देख्दा साथीले निकालिरहेको थियो आलुको छिल्का। आलुसँग पाक्छ आज सब्जीमा घेरौला, भोलि के को सब्जी पाक्छ हामी पनि हेरौला। साथी भिरी हालेको छ घेरौलाको बनाउन सब्जी, बाहिर बसेर म खेल्न थाले पब्जी। यो आलु सडेको छ भयो यो आलु अब धेरै बेकार, खाना खाने बित्तिकै थाहा छैन किन मलाई आउन थाल्यो ढेकार। एक कोनामा बसेर म मिलाउँदै थिएँ मोबाइलको सेटिङ, बाहिरतिर हेर्दा दुईजना अङ्कलहरूको चलिरहेको थियो प्राइभेट मिटिङ।